हेलो साथीहरु, तपाई कक्षा 12 को विद्यार्थी हुनुहुन्छ र तपाई कक्षा 12 मा पढ्दै हुनुहुन्छ भने तपाईको एक्जामको तयारी भइसक्यो र तपाई अब चाहिँ मेरो एक्जाम सेन्टर कहाँ पर्यो भन्ने कुराको सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि धेरै नै महत्त्वपूर्ण भएको छ। यस भिडियोमा तपाईलाई बताउने छु तपाईको सेन्टर कहाँ पर्यो भनेर। सो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र तपाई कक्षा 12 मा अध्ययनरत हुनुहुन्छ र तपाईले मेरो सेन्टर कहाँ पर्यो भन्ने सोचमा हुनुहुन्छ भने यो साथीहरु यो भिडियो तपाईको लागि नै भएको छ र यो भिडियो हेर्नु होला, किनकि मैले यो भिडियो तपाईको लागि नै बनाइरहेको छु अहिले र यो भिडियो तपाईको लागि धेरै नै महत्त्वपूर्ण भएको छ। यो भिडियो हेरेर तपाईलाई आफ्नै मोबाइलबाट आफ्नो सेन्टर डिसाइड गर्न सक्नुहुनेछ। मेरो सेन्टर कहाँ पर्यो भनेर तपाईलाई डिसाइड गर्न सक्नुहुनेछ। त्यसैले म आजको भिडियो सुरु गर्दै छु। त्यसको लागि साथीहरु तपाईले एउटा क्रोम ब्राउजर देख्न सक्नुहुनेछ। यो क्रोम ब्राउजर देख्न सक्नुहुनेछ मोबाइलमा। यो क्रोम ब्राउजर देख्न सक्नुहुन्छ। त्यसको क्रोम ब्राउजरमा जाने है, यसरी टच गर्ने अनि टच गरिसकेपछि यहाँ सर्च बार देख्न सक्नुहुनेछ। सर्च बार देख्न सक्नुहुनेछ अनि सर्च बारमा तपाईले यहाँ माथि गएर लेख्नु होला NEBGOV.NP2081 भनेर सर्च गरिदिनु होला है। यसरी सर्च गर्नु होला। सर्च गरिसकेपछि तपाईको यो NEB.GOV.NP भनेर सर्च गर्नु होला। सर्च गरिसकेपछि तपाईको यहाँ फर्स्टको त्यो साइट आउँछ नि, राष्ट्रिय परीक्षा बोर्डको। यहाँ धेरै इन्फर्मेसनहरु तपाईले पाउन सक्नुहुन्छ। यो साइट आउँछ नि, यसमा जस्ट टच गरिदिनु होला है साथीहरु। यसमा जस्ट टच गरिदिनु होला। यसमा जस्ट टच गरिदिनु होला। तपाईले डेस्कटप मोड अन गर्दा पनि हुन्छ, नअन गर्दा पनि भइहाल्छ। त्यसको लागि टच गरिदिने। टच गरिसकेपछि तल्लोपट्टि स्क्रोल गर्दै जाने। यहाँ तपाईले देख्न सक्नुहुनेछ अनलाइन सेवाहरू, नतिजा प्रकाशन, आवेदन फार्म, अनलाइन रेजिस्ट्रेसन, मौजुदा कानुन, कार्यतालिका, कार्यहरू, भिडियो सामग्री, परीक्षा केन्द्र, नमुना प्रश्नहरू। यहाँ तपाईले धेरै इन्फर्मेसनहरु देख्न सक्नु, अनलाइन सेवाहरू देख्न सक्नुहुनेछ। त्यसमध्ये पनि साथी तपाईले तल्लोपट्टि जुन छ नि परीक्षा केन्द्र, अनि यसमा तपाईले जस्ट टच गरिदिनु होला। टच गरिसकेपछि साथीहरु अब चाहिँ कक्षा 12 को परीक्षा निर्धारण सम्बन्धी सूचना लेखिएको छ। राष्ट्रिय परीक्षा बोर्डद्वारा 2081-82 सालको वैशाख 11 गतेदेखि 24 गतेसम्म सञ्चालन हुने परीक्षा केन्द्रको वार्षिक परीक्षा केन्द्रहरू काठमाडौँ उपत्यका बाहिरको विवरण तफसिल अनुसार प्रकाशन गरिएको छ। र साथीहरु यो पीडीएफ मा दिएको छ। तपाईले यसलाई पीडीएफ मा डाउनलोड गर्न पर्ने हुनेछ। त्यसको लागि जस्ट माथि डाउनलोड भन्ने छ अप्सन, त्यसमा क्लिक गरिदिनु होला है। त्यसमा क्लिक गरिदिएपछि यो डाउनलोड भइहाल्छ है। त्यसमा क्लिक गरिसकेपछि यो डाउनलोड भइसकेको छ साथीहरु। यदि तपाईले जुन पनि मोबाइल के भन्छ भिडियो भ्युअरहरु हुन्छ त्यसमा तपाईले त्यसमा तपाईको ओपन भइहाल्छ, तपाईले देख्न सक्नुहुनेछ। त्यसमा मैले चाहिँ क्याम स्क्यानरमा यसरी देख्न सक्नुहुनेछ। परीक्षा केन्द्र र ठेगाना, विद्यालयको कोड अनि विद्यालयको नाम र ठेगाना, यसरी तपाईले सबै ठाउँको तपाईले यसरी चाहिँ देख्न सक्नुहुनेछ।
सबै ठाउँको तपाईले देख्न सक्नुहुन्छ। यो चाहिँ धेरै नै लामो के भन्छ परीक्षा केन्द्रको एउटा तालिका छ। त्यो यसमा चाहिँ तपाईले इजिली आफ्नो मेरो सेन्टर कहाँ पर्यो भनेर तपाईले इजिली चाहिँ फाइन्ड गर्न सक्नुहुनेछ साथीहरू। यो पीडीएफ तपाईले यसरी चाहिँ मोबाइलमा डाउनलोड गरेर तपाईले देख्न सक्नुहुनेछ। आफ्नो मेरो सेन्टर कहाँ पर्यो भनेर तपाईले इजिली डिसाइड गर्न सक्नुहुनेछ साथीहरू। र यो भिडियो यदि तपाईलाई केही हेल्प गरेको छ भने, तपाईको लागि युजफुल छ भने यो भिडियोलाई शेयर गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला च्यानललाई र सबैको माझमा पुर्याइदिनु होला साथीहरू। यति भन्दै अर्को भिडियोमा भेटिनेछौँ। जय मधेस, जय नेपाल।